प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले यस प्रकारको लान्छना लगाउनु उपयुक्त थिएन। उहाँले अरू पनि लान्छनायुक्त थुप्रै शब्दहरू प्रयोग गर्नुभएको छ। म यति मात्र भन्छु कि राजाले सम्झौता उल्लङ्घन गरेको होइन, सम्झौताको उल्लङ्घन दलहरूले गरेका छन्। त्यसकारणले दलहरूले गल्ती सच्याउनुपर्छ र देशलाई द्वन्द्वमा लानु हुँदैन। नयाँ सम्झौता गरेर देशलाई द्वन्द्वबाट जोगाउनुपर्छ भन्ने म अपिल गर्न चाहन्छु। अब तपाईँले भन्नुभएको चाहिँ यो राजनीतिक प्रश्न भयो, त्यसको अब राजनीतिक बाटो नै होला। तर प्रधानमन्त्रीले भन्न खोज्नु भएको कुरा चाहिँ के देखियो भने फेरि राजा हुन्छु भनेर इच्छा राख्ने मान्छेले यसबारे धारणा राख्नुपर्छ कि पर्दैन, यसबारे बोल्न पर्छ कि पर्दैन भन्ने उहाँको आशय थियो नि। होइन, राजा हुन्छु भनेर राजाले कहीँ भन्नुभएको पनि छैन र यो घटनासँग राजाको कुनै प्रकारको सम्बन्ध पनि छैन। जसले यो कार्यक्रमको आयोजना गरेको उसले जवाफ दिने हो। लिङ्गदेनजी, तपाईँले अब पूर्व राजाको चाहिँ यसमा संलग्नता छैन अथवा उनले राजा बन्छु भनेका छैनन् भनिरहँदाखेरि जो यो आन्दोलनको संयोजक हुनुहुन्छ नवराज सुवेदीजी, त्यसै गरी जसलाई जनकमान्डर भनेर प्रस्तुत गरियो दुर्गा प्रसाईजी, उहाँहरूसँग चाहिँ त्यसकै पूर्व सन्ध्यामा उहाँहरू बीच भेटघाट भएको होइन?